नानी पक्नु जानी हेलो भाइ नमस्ते साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला आई होप हामी पनि सन्चै आरामै छौँ र लामो समय पछाडि आज फेरि पनि अर्को भिडियो लिएर उपस्थित भएका छौँ समय कार्य व्यस्तताको बावजुद पनि भिडियो लिएर उपस्थित भएको छु आशा छ तपाईँहरूले भिडियोलाई पनि तपाईँहरूले माया गर्दै हुनुहुन्छ र आज लामो समय पछाडि अब हामीले चाहिँ हस्पिटल जानको लागि सामानहरू प्याकिङ गर्ने टाइम आएको छ समय आएको छ अहिले चाहिँ अब सामान प्याकिङ गर्नको लागि हामी चाहिँ आज जुटिरहेका छौँ त्यसैले अब हामी चाहिँ सामान प्याकिङ गर्छौँ साथीहरू आज चाहिँ ल हाम्रो मालिकनी चाहिँ यहाँ हुनुहुन्छ कि सामान निकाल्दै हुनुहुन्छ अब एकछिनमा सामान प्याकिङ गर्ने हो कि होइन हो ल हस्पिटल जानको लागि अब हामीले सामान प्याकिङ गर्नु परेको छ साथीहरू अब हस्पिटल जाने कान्छी डर लागेको छ डर पनि छ अनि रमाइलो खुसी होला रमाइलो होला खुसी पनि छ रमाइलो पनि छ भन्दै हुनुहुन्छ उहाँले ल अब बब्बु यहाँ छन् हाम्रो बच्चा यहाँ छन् हाम्रो बच्चा ल साथीहरू अब हामी चाहिँ सामान प्याकिङ गर्छौँ अब सामान के प्याकिङ गरिन्छ सामान धेरै त प्याकिङ गर्नु पर्दैन अब अबुलाई चाहिने सामान जे डाक्टरले भनेपछि त्यति सामान मात्रै प्याकिङ गर्छौँ अरू चाहिँ हामी धेरै भारी बोक्दैनौँ भन्दै अब हामी सामान प्याकिङमा लागौँ है त लागौँ अब फाइनल्ली साथीहरू हामी चाहिँ अब हस्पिटल जानको लागि सामानहरू अब रेडी गर्दैछौँ सामान प्याकिङ गर्दैछौँ अब हामी चाहिँ हस्पिटल जाने बेला पनि आउन लागिसक्यो अब धेरै छैन अब एक हप्ता मात्रै बाँकी छ अब एक हप्ताभित्रमा अब जुन बेला पनि अब हुनसक्छ अब उसले हस्पिटलले दिएको डक्टरले दिएको डेटभन्दा अघि पनि हुनसक्छ पछि पनि हुनसक्छ त्यसैले डक्टरहरूले चाहिँ पहिले नै आफूलाई चाहिने सामानहरू चाहिँ जुम्बी गरेर भनेको सबै किनेर लिएर अनि सबै प्याकिङ गरेर राख्नु भनेर भनेको कारणले हामी चाहिँ सामान प्याकिङ गर्दैछौँ आजकल चाहिँ कान्छी चाहिँ हल्का नर्भस भइसकेको छ साथीहरू अब हामी चाहिँ सामान प्याकिङ गर्दैछौँ हस्पिटलमा के भनेको छ के लानुपर्छ हस्पिटलमा बास टावर फेस टावर प्याड मेरो लागि के हस्पिटल हुँदासम्म त उहीँ गरिदिन्छ अरे अनि यस्तो खालको कट्टु यस्तो खालको क्या यता यहाँ अघि पनि भिडियो देखाएको थियो यस्तो खालको कट्टु लैजानुपर्छ साथीहरू यो चाहिँ नानीको लागि हो छोरा कि छोरी हो त्यो चाहिँ अब पछि भनौँला साथीहरू रिभिल चाहिँ नगर मैले चाहिँ ल अब हस्पिटल जाने कुराहरू के भनेपछि बच्चाको लागि सामान पहिला बच्चाको लागि गर्ने कि तिम्रो लागि गर्नु पर्छ सबभन्दा पहिला मेरो लागि क्या मेन त हस्पिटलमा त नानीलाई त हुन्छ उहीँ हुन्छ नि के अरे ऊहरू सबै मेरो लागि भयो ल त्यो कत्रो त चार त हुन्छ होला नि एउटा साइड ब्याग नै लानु नि त साइड ब्याग पनि राख्नु नि त यो मात्र चार त कत्रो भयो टाउको त लानु टाउको यो शरीर पुस्ने अनि पछि बच्चालाई नि युज गर्ने हुन्छ खै यो दुईवटा लागि त भयो भने तपाईँ दिनदिनै जानुहुन्छ हो तपाईँले ढोएर ल्याइदिइ भइहाल्यो होइन ढोर्नु मिल्छ अरे यहाँ पनि छ त टाउनु यत्रो त्यो त पछाडि यहाँ रहेछ अँदैन कि नानीको लागि लाने कि यो टावरहरू ओके र त्यो दुधहरू पुस्ने गऱ्यो भने कति त थोरै हालिदिनु न पहिला सुरुमा यहाँ लोकेसमा के हाल्ने पहिला तल माथि हुन्छ बच्चाको लागि तल राखेर नि त बच्चाको सानो तल राख्नु पहिला भगवान् नखुल्काउन यसरी उहीँ पनि लगाइदिन्छ अरे अनि आफूले फेरि घरमा लगेर लगाउँछु भने पनि पाउँदो रहेछ क्या नभए त आउँदाखेरि लगाउनु मात्र लिए हुन्छ भन्दै थियो अलिक गर्मीको लागि भनेर हामीले चाहिँ सबै धोइसकेको साथीहरू यो चाहिँ धुनु पर्छ पहिला सबै नयाँ हो भनेर तर हामीले युज गर्नुभन्दा पहिला अब पसलको नयाँ कपडा यसो बच्चाको लागि हो त्यही भएर यसो धुम्न त भनेर सफा गरेर पुरै यहाँ बच्चाको सामान यहाँ नेपालदेखि नेपालबाट पनि टन्नै आएको छ सामान यहीँ पनि किनेको छ सामान त्यही लगाइदिनुहोस् ओहो बच्चाको लागि सामान त गाडीमा हाल्ने बच्चाको सिटलाई चाहिँ 50,000 50,000 बढी गाह्रो छ यो नि यो त होला नानीको लागि न्यापकिन बनाउनु त्यो त पछाडि चाहिन्छ यहाँ आएपछि उहाँ नि लगायो भने दुईटा त
2 पिस जति ल के रह्यो अनि अरू बच्चा समात्ने टाउहरू कहाँ हो यहाँ यो यो त ल्याउने बेला मैले हालेर अर्को हुनु त भयो नि त यो ल्याएर खाऊँ यो मजा हार लाग्ने कता कति नयाँ लाग्छ ल उता नि मजा सक्स सुस्ने खै त जुत्ता अर्को कहाँ जुत्ता लगाइदिने र यत्रो सानोमा नि बरा अनि किनेको होइन यहाँ कता राखेको छ ऊ त्यहाँ छ कि एउटा मलाई मन परेको कलर ल सिसी ल त्यो भयो अब अरू के हो मैले सबै हाल्ने अनि एउटा नि लगाइदिने उहाँ त नि घिउ गर्नु पाएन डक्टरले राख्छ नि दुध ठुलो मात्रै ल्याउने अरे नि हस्पिटलमा रोयो भने उसले राख्नु न त हामीले राखिदिने बस्छ यहाँ टोपी खै त हातमा लाउने नि पन्जा नानी फक्नु जानी गरेर नचाउनेलाई मैले यहाँ घरमा ल्याउने बेलामा यस्तो कपडा लगाइदिनु भने यो गर्मी लान्छ शीतल खाले त्यसचोटि ढोको त काचक कुचुक गएर यो ताकला रहेछ नानी पुटुङ जानी पुल्लुङ पुल्लुङ अस्ति राम्रोसँग पत्ता थियो खै कस्तो सानो कपडा भएर खासै अघिल्लो सिसी भोगो राख्ने लाने कति माया लाग्छ बच्चाको सामान कोही नखुर्काउनु न मैले बल्ल पत्ताको झन् खुर्काउनु भएछ ल ल ल भयो अरूको त्यो भयो खास लानु पर्ने हस्पिटल उयो हस्पिटल लगाइदिन्छ र नि कपडा त आउँदा लिएर आउने मात्रै एक दुईचोटि लगायो हुन्न र त्यो कता कता अहिलेको त्यो लामोवाला पातलो हो त्यो दुइटा हाल अनि भेस यो के हो त्यो फेरि त्यो पातलो खालको हो कि त्यो गर्मीमा लाउने खालको अघि चाहिँ हेरी भन्दाखेरि मलाई के थाहा त अनि जस्तो जस्तो भएन भयो त हाल नि त त्यो त्यहाँ राखिहाल नि पहिला अहिले बिर्सिन्छ अरू यहाँ डिजाइनको छ क्या डिजाइन छोटो डिजाइन सिजाइन भन्ने होइन डिजाइन कपडा कपडा लाग्ने मजा आज फेरि पुरा हस्पिटलमा गएको होइन हस्पिटलमा बच्चा जन्मेपछि 5 दिनसम्म के भनेर त्यही पढाएर पढेर आयो साथीहरू मैले नानीको लागि के गर्नु गाह्रो छ साथीहरू आमा बाउ एकै ठाउँ सबैको त्यस्तै जोडी जोडी क्लासमा गयो यस्तो गर्ने उस्तो गर्ने भन्छन् क्लासमा गयो पढ्यो आयो पढ्न छोडेको कति वर्ष भइसक्यो के तिम्रो लागि हुन्थ्यो यो चाहिँ हस्पिटलमा पानी खाने अब चाहिने आफै लानुपर्छ त्यो कप यो हात धुने मेरो त अहिले प्लास्टिकमा खान्छ थुकसम्म खाएर नि हजुर अरू के भयो यो मास्क खै अहिले नि उठ्यो त काट्ने पापा खायो त्यो दिन त यो नहाल्ने नेपाल कताको सामान त छैन उता राखेको कति सामान दिनु न बिर्सिन्छ र फेरि यो नि होइन फेरि पिसेर थपाएर भयो यो अनि खै अर्को ओ खै त मैले यहाँ ल्याऊ के रे ओके यसो गरेर नि आसी अझ लास्ट चेक छ एकचोटि मात्रै अझ अब
एक चेक छ अब भोलि पर्सि छ त्यस पछाडि त अब के हुने थाहा छैन गर्नु पर्यो भने यसो राम्रो छ बाहिरको साइडवाला झोलामा हाल्नु के अरू कालो झोला पनि लगाउनु मुखमा लाउनेहरू टोनर सोनर लाउनु पर्यो लैजान पर्यो यो मुना गाड्नु यहाँ हाल्यो भने ठाउँ हुँदैन के बरस सरसहरू त्यहाँ आयो अझ पछि हेर्ने नि एकचोटि अझ हातमा लाउने क्रिमहरू हालेको छैन त्यो लाने ल उठ्नु बासा आयो के रङ लाग्दैन सेता हालेको छ ल साथीहरू यी सामान रेडी भयो ल हस्पिटलको लागि अब जुस सुस यताउति खानेकुराहरू हल्का तपाईँले आएर ल्याइदिने ओखासिहरू के त्यो खानेकुराहरू ल्याउनुहुन्छ धेरै नल्याउनु परेन खाना हेटन्न हुन्छ भन्दै थियो अघि ल अझ केही थप्न पर्छ न त अन्त गाडीमा हालेर राखेँ हुन्छ रेडी मैले गाडी यहाँ बोक्दै हिँड्दै काममा एक दुई दिन भने ल फाइनली सामान पनि प्याक भयो ल साथीहरू सामान रेडी भयो यी अब कान्छीले पुरा के गरेको हल्का फोर्थेन पुस्यो ल लगेज चाहिँ अब प्याक भएर अब कान्छीले चाहिँ पुस्दैछन् अब यस्तै छ साथीहरू के गर्नु यता चाहिँ अब हस्पिटलमा जुन पाइ त्यो बेला भेट्न दिन्न भेट्ने टाइम चाहिँ दिउँसोको 2 बजेदेखि बेलुकीको 7 बजीसम्म हो मम्मीहरू आइसक्नु भयो भने त तपाईँलाई पनि साथी हान्थेँ है हो बिस्तारै अब मम्मी बाबाहरूको लागि पनि अब बच्चा सुसार गर्नको लागि भनेर भिजा एप्लाई गरेको छ प्रोसेस गरेको छ अब एक हप्ताभित्रमा आउने भन्ने अब भिजा कस्तो हुन्छ एप्लाई चाहिँ भयो कति दिन लाग्छ आज 2 दिन भयो एप्लाई भएको सायद अब बच्चा पनि जन्मिनु मम्मी बाबाको पनि भिसा लाग्नु हुन्छ होला सायद अब बच्चा जन्मिनु भन्दा बच्चा नजन्मै ल्याउनु खोजेको डकुमेन्टहरू यताउति गर्दा गर्दै ढिलो भयो एक हप्ता चाहिँ ढिलो हुन्छ होला होइन ल हो रेडी फर हस्पिटल हस्पिटलको लागि सामान रेडी हो नि त अनि के भयो धेरै गाह्रो हुन्छ फेरि बिस्तारै बिस्तारै राम्रोसँग जानु राम्रोसँग जाऊ है ल कसैले भनिदिनु ल हो कान्छीको लागि भनेर नयाँ बेड बिस्तारा पनि पुरै लिएर रेडी बनाएर राखिदिएको छु अब आएपछि यहाँ नानी बच्चा यहाँ सुत्ने होला अब मेरो बिस्तारा चाहिँ यहाँ फेरि बच्चासँग भुइँ सुत्नु पर्ने त नि के होइन जो सुत्यो नि भुइँमा तिमी सुत्यो नि म सुत्यो पनि बच्चालाई हेर्नु त हो ल यस्तै छ के गर्नु साथीहरू दिन नजिकिँदैछ ल देखाइदिउ त मैले गोरा दिन मात्रै पुग्ने त्यसपछि त तपाईँले हो तिमीले 9 महिनासम्म बोकिराख त पेटमा नि त्यसपछि तपाईँको पालो ल साथीहरू अब हस्पिटलमा अब गए पछाडि के हुन्छ कसो हुन्छ सबै अपडेटहरू दिइराख्ने छु अनि हाम्रो यो नयाँ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छौँ अरू त के भन्नु छ र सबैजनाले सब्सक्राइब गरिदिनु त ल हाम्रो बच्चा जन्मिएको उपलक्ष्यमा ल 1K पुग्नु पऱ्यो के 1K सब्सक्राइब पुग्नु पऱ्यो त साथीहरू ल भर्खर खोलेको छु राम्रोसँग भिडियो अपलोड पनि गर्नु पाएको छैन त्यसैले सबैजनाले सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला सबैजनाले 1K पुऱ्याइदिनुहोस् न हाम्रो बच्चाको उपलक्ष्यमा बच्चा जन्मेको उपलक्ष्यमा भन्दै हाम्रो आजको यो हस्पिटल जानको लागि सामान प्याकिङ गरेको सानो भिडियो पनि हामीले बनाऊँ भनेर मेमोरीको लागि बनाएको थियौँ र हाम्रो आजको
सानो यो भ्लग भिडियो पनि हामीले अब अन्त्य गर्दै ल अन्त्यमा के भन्न चाहन्छौ त के भन्ने के भन्ने हो? डर लागेको छ हो केही पनि भन्दैन हो डर लागेको छ ल सबैजनाले च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै आजको हाम्रो यस भिडियोलाई पनि अन्त्य गर्न चाहन्छौँ हस्त नमस्ते टाटा बाई बाई नमस्ते नमस्ते बाई बाई